भेगुते डान्स हुने मेरो मात्र डान्स संसारमा कसैको पनि छैन। डान्सको लागि म पुरै घमण्डको साथ कस्तो म गइदिन्छु म राम्रोसँग भन्दा चाहिँ यहाँ भेट्छ गाइस गाइस नगर है डान्स हो डान्स भेगुते होला त्यसैको आफ्नो हुन्छ नि त डान्सहरू यता सुन मेरो कुरा भेगुते डान्स कसरी हुन्छ माइकल ज्याक्सनको पनि त आफ्नो स्टाइल थियो मेरो पनि आफ्नो स्टाइल छ भेगुते के माइकल ज्याक्सनको भेगुते डान्स हो है भन माइकल ज्याक्सनको डान्सलाई भेगुते डान्स भन्ने अनि उसको अलग स्टाइल थियो मेरो पनि अलग कसैको मेरो कसैले कोही नसुनेन कुरा सुन्ने क्षमता हुनुपर्छ कि यता सुन बिउ मैले एउटा थोक भनौँ लास कुदाउने धम्की नदिएको कि मलाई कसैले पनि बोल्नुलाई मन चाहिँ इच्छा छ कुदा गर्छ मलाई धम्की पुनः भाषा नबोल्ने गर हो त लास कुदाउँदा म डराउने मान्छे तिमीले जो त्यस्तै कुरा कन्ट्रोलमा बसेको म त्यत्रो सक्दैन नि कोही इन्डियाको बाउसँग ल्याएको नि डान्सको कुरा सुन्ने क्षमता गर्नु कि मैले यहाँ के भन्दा छु भनेर अनि बोल्नु ल उल्टा सिल्टा बोल्छौ अनि कसरी सुन्ने त फेरि म भए मान्छे नसुन्दा गाडी नगर्नु भनेर सुन्नु अलिकति राम्रो कुरा भनेको मैले सुनिराखेको छु तिम्रो कुरा तिमीले चिडाइराखेको छौ कि मलाई अहिलेदेखि मैले सुनिरहेको छु सबै कुरा तपाईँले चिडाए तपाईँ चिडिनुहुन्छ नि यस्तो मैले पनि पहिला तिम्रो भिडियो पहिला पुराना हेरेँ अहिलेका भिडियोमा त खासै नराम्रा कमेन्ट छैनन् तिम्रा तर पुराना कमेन्टहरूमा चेक गरे तिमी डिलिट गर्न मिल्छ क्या तिम्रो बहुत नराम्रा कमेन्ट गरेका छन् त्यो मेरो पनि पारा त्यो कमेन्ट पढ्दाखेरि मेरो पारा तातेर आएको तर मैले डिलिट गर्न सक्दिनँ होइन आफ्ना तिमी हेर्नु पर्छ खै तपाईँको पारा चाहिँ किन तातेको मलाई गाली गर्दा होइन त त्यस्ता होइन कसैलाई पनि त्यो गाली गर्न कुनै पनि लेडिजलाई त्यस्तो गाली गर्न पाइँदैन क्या त्यहाँ एकदमै नराम्रा कमेन्टहरू घटिया कमेन्टहरू गरेका छन् होइन त्यस्तो त डिलिट गर्न मिल्छ क्या तिमीलाई डिलिट यार यो भ्यू पनि यार दिमाग खराब परदेशी केटो Thank you bye guys travel jabla अहिले राम्रा छन् कमेन्ट आजभोलिकामा राम्रा छन् अनि तपाईको बिजनेस बढेको मैले गर्दा हो कहाँ बढ्छ बिजनेस अनि खुसी भन्नु नि कस्तो नभन्नु रहेछ तपाईको कामै नरहेछ के खासमा त के हो इतनी खुसी हजुर आकाशजी बोलेको के हो इतनी खुसी भन्नु के हो मुभी फिल्म बनाउनु र इतनी खुसी भनेर थाहा छैन रे होइन बन्छ किन नबन्ने हिरो हिरोइन हामी चाहिँ भइयो विलन खोल्ने विलन चाइनिज लामालाई राख्ने भयो त हिरो लुतेला सुन तपाईँ साइड हिरो भन्नु राज र लुतेला चाहिँ मेन हिरो दिनुपर्छ आज उपरान्त मसित कुरा नगर्नु है फेरि दुबारा यहाँ नगर्नु सुन्नु न यो भनेको यस्तो हुन्छ क्या मान्छे सुन्नु मान्छे के भन्छ यस्तो क्या सुन्नु न फर्स्टमा तपाईँ सेकेन्ड हिरो क्या लास्टमा तपाईँ फर्स्ट हिरो भइदिएर क्या यसमा म भन्छु यसरी क्या सुन्नु नि पहिला सुन्नु क्षमा छ छैन तपाईँको सुन्न सक्नु क्षमता रहेछ अलिक बोल्नुहुन्छ अलिकति लाज लाग्दैन राज र लुतेलाई लिने अरे राज लुते तिम्रो बोयफ्रेन्ड राज लुते यस्तो मैले पहिला राज अनि राजपछि लुतेपछि तपाईँ होइन हामीभन्दा हिरो छन् क्या तिनीहरू के भन्यो हामीभन्दा हिरो छन् र म भन्दा त यसरी खेल्ने क्या भेड सलाम मान्छे हुँदा पनि खतरा हुन्छ क्या त्योहरू मेन हिरोमा मैले के अब लास्टमा तपाईँ मेन हिरोमा इन्ट्री हुन्छ क्या तपाईँको बुझ्यो सुन्नु फर्स्टमा तपाईँ फर्स्टमा चाहिँ तपाईँ साइड हिरो होइन उनीहरूलाई चाहिँ मेन हिरो बनेको चाहिँ कस्तो दिनु सोध्नु नि यसो गर तिम्रो तिनजनाले बनाओ मलाई चाहियो बुझ्यौ तिम्रो तिनजना मिलेर बनाऊ बस
सुरज राज तिमी भएर बनाओ के फिल्म बनाओ मलाई पर्दैन बनाउनु ओके चाहिन्छ कि किन भन्नुभएको त तपाईँ चाहिन्छ कि नि त विलनको कुरा गरेको नि त विलनमा गुन्डा रोलमा पो भनेको विलन भन्ने के हो मैले हिरोमा भनेको न विलन गुन्डा रोल चाहिन्छ भिडियो मान्नु नि टाइम विलन के कम्प्युटरले बनाएको मलाई के थाहा भयो त बच्चा कहाँबाट जाने म चाहियो है म के साल्छु म यो कुरामा चाहिँ अस्ति छोरा थियो आज छोरी जन्मेछ छोरा त कालो छ केही भएन छोरी त गोरी हुनुपर्छ नि छोरी पनि कालो जन्मेको ओठ यत्रो न यत्रो त्यो कहाँबाट आयो भन्नु है छिटो त्यहाँ तपाईँलाई के लाग्छ यस्तो कुराहरूमा थ्याङ्क यू रियस पशुपति मैना कहाँ कालो छ मैना लास्टै गोरो छ नि क्यामेरा मात्रै कालो देखेको होइन कालै छु म त्यति गोरो छैन कालो हुन्छ कालो चक्लेटी पायो है चक्लेटी पायो भन्नु कि कालो नभन्नु क्या कसले के हो त को होस् भने तेरो स्किन टोन कुन हो भन्छ चक्लेटी भन्नु क्या के भने चक्लेटी ल सुन्यो के भन्ने रे चक्लेटी के चक्लेटी तपाईँको नाम के हो देख्नु रहेछ चुप्पा दिनु कस्तो राम्रो लाग्छ थ्याङ्क यू अङ्कित गाइज टपहरूलाई फलो गर्छु ल थ्याङ्क यू अङ्कित बेबी Why is my really